नमस्ते वेलकम टु सुनखडका इन ब्लग है। अब हामी सिम्रो खोलामा पौडी खेल्न जाँदैछौँ। पौडी प्लस माछा पनि मार्ने हो, हेर्दै गर्नु हो। मेरो अनि स्विमिङ पार्टनरहरू हेर खतरा खान्ने फेरि एसीडीसी भने कोही अब के रे रोयल ढाँडाका प्लेयर पुरा खतरा हैन। कस्तो कस्तो प्लेयरहरु केटा त्यो क्रिकेट प्लेयर पुरा खेली हेलिकप्टर शट हार्दिक पाण्डे कस्तो शट हान्छ अरे शट कस्तो हान्छ एक नम्बर हार्दिक पाण्डे पुरै हैन। तिमीले माछा मार्यो कहाँ हो केटा? यहाँ पुलिसले रे अनि यार करेन्ट हान्दैछ यो अजयले होला तार सार बोक्ने फेरि यस सालेले जसको पनि बोक्दै हिँड्ने जसले भन्यो त्यसले बोक्दै हिँड्ने हो। खडाहरू त्यस्तो गर्नुहुन्न नि। ल हाम्रा ग्रुपमा कतिजना केटा खौरे ल भन त? हामी पाँचजना केटाहरू छौँ। अब माछा पनि च्याट्ट च्याप्प समात्नुपर्छ है कस करेन्ट लाउँदैछ हामी यहाँ माछा मार्ने पौडी खेल्ने है नुहाउने धुवाउने गर्ने ठाउँ हो। अहिले यहाँ गर्दैछौँ ट्याक्कै लाग्यो केटाहरू जम्प हाल्दै नै जम्प मार्दै ओ सुरु भयो एक्सनमा हाम्रो सुरु भइसक्यो। ल ए मार्दैछहरूले ओ दिइराख फेरि कि खतरा हान्छन् है केटाहरूले। यहाँ चाहिँ फेरि क्यामराम्यान जनै बाजे जनै हराएको बाहुन हुन् हाम्रा जनै हराएका बाहुनहरू पौडी खेलिरहेको। ओए माछा पनि समात्न निकालेर माछा पनि निकाल माछा पनि ल ल ल निकाल ए लुते ओए डल्फिन बोट हान्न डल्फिन बोट ओए डल्फिन बोट के भाइरल डल्फिन बोट यस्तो छ केटाहरु ल डल्फिन ल ल माछाहरू निकाल्नु पर्यो है केटाहरु फास्ट आइसक्यो डल्फिन बोट च्याप्प च्याप्प त्यहाँ पनि ठुलो पर्ने के गाडी त्यो त हो अरे यहाँ माछा धेरै हुन पर्ने। पौडी खेल्दैछौँ है हामी पनि मिलेर झुलेर च्याट्समा जनै हराएको बाहुनहरू पौडी खेल्दैन। ल च्याप्प ल केटाहरू चाहिँ झाप हानिराख्नु। डल्फिन माछा समात्ने मान्छे यता पसिसकेको छ। माछा निकाल्छ कि नै हेरौँ है त हामीले। ल छिटो फास्ट ल माछा निकालेर थुक्क त गर्दा माछा निकाल्नु पर्छ नि। ल माछा निकाल यार हामी माछा पनि निकाल्न आएको थोडा पानी पर्न लाग्यो। माछा समात्ने कार्यक्रम चाहिँ होला जस्तो छैन। के भनिस् रे? पानी पर्यो अब पानी परेपछि के गर्नुपर्छ थाहा छैन। 26 फोटोसुट कार्यक्रम चलिरहेको यहाँ फोटोसुटमा दुईटा केटाहरूले ज्याम कि ज्याम दिइराखन् फोटोहरू। कस्तो कस्तो दिइराख केटा फोटो भनाऊ तिमीहरूले खतरा खा। ल उसले मेन फोटोग्राफर च्याट्ट दिइराख उसले ऊ फोटोग्राफर यो त्यो स्विमर त्यो यो फेरि बिच बिचमा गएर झ्याप झ्यापी दिने मान्छे फेरि यो कस्तो दिइरहेको छ तैँले बवाल दिइरहेको नि बवाल दिनुपर्छ है केटाहरू। माछा भयो रिजे पारे त पारे हो खतरा डाइ भान्छ पारेले त लु पारे त हो पारे
माथि ओए त्यो ढुङ्गामा मेट त्यो पारीको ढुङ्गाको मेट यार देखियो नुहाइ धुवाइ कार्यक्रम है भइयो के गर्ने पानी परेको माथिबाट पानी परेदेखि माछा मार्न नि पाएन माछा मार्ने भनेको माछा मार्न नि पाएन यहाँ भाइले हेर्नु यहाँ भाइले कस्तो गरिरहेको च्याट अर्को भाइ यहाँ फोटो अझै पनि फोटो खिच्दैमा व्यस्त छ यो मान्छे फेरि हेर्नु फोटै चाहिएको भोलि जाने हो त्यही भएर यसलाई फोटै चाहिएको भाइ भन्दाखेरि कट्टा हान्ने नि हो कसलाई हान्निस् कट्टा यही भाइलाई हान्निस् कि कट्टा त कसलाई हान्निस् तैँले ए तैँले बनायो भइहाल्यो नि त बनाउनुहोस् अब यत्रो छुट्टीमा त अनि बनाउनुहोस् खोला खोला मात्रै उड्छ अनि कहाँ हुन्छ ढुङ्गा बोकेर लगाएर अनि बाल्लो बोकेर फाल्दियो होस्टेल तिमीले गर्नु केटाहरू यार के हो र तिमीहरू यार तिमीहरू गर्नै खोज्दैनौ तपाईले मेरो के रे एउटा युट्युब च्यानल अलि प्रमोसन गर्न आइज भन्नु त्यस्तो हो है मेरा सब्स्क्राइबर त 29 सब्स्क्राइबर यस्तो हस्पिटल पनि टक्क कस्तो हुन पर्ने हो हस्पिटल भन त केटा पुरा हस्पिटलको टक्क यस्तो भइरहेछ भनेर भन्दैन तैँले यार कस्तो तिमीहरूले भन्दैौ नि त म सुन्छु नि त केटाहरू यो हस्पिटलको नाम के हो यार केटा हेर त्यस्तो नाम रिजन हस्पिटल हो र यो हस्पिटलको नाम होइन यार केटा रमाइलो गर्छ त अरू बेला नि त आज के छ तर तिमीहरू चाहिँ काम नलाग्ने रहेछ यार खोलामा एउटा माछा मार्न सकेनौ यार तिमीहरूले माछा मार्न सकेनौ एउटा माछा निकाल्न सकेनौ यार माछा निकाल्छु भनेर त खडा रहेछ तिमीहरू त वाट लगाउँगा फेरि होला बुझ्यौ नि हाम्रो तर कुलो कहाँसम्म आयो होला केटा ल भन ल प्रेडिक्ट गर होइन कुलो कहाँसम्म पुग्यो होला हाम्रो ल सबले हाम्रो घर स्टार्ट हुन्छ हाम्रो खेती स्टार्ट हुन्छ नि ल है कसले मिलाउने रहेछ है ल यो अहिले यहाँ छ हामी जाँदाखेरि यहाँ आएको थियो नुहाउन जाँदाखेरि अब अहिले कहाँ पुग्यो होला है ल हेरौँ ल फाइनल्ली यहाँ कसैले भनेको मिलेन यो कुलो चाहिँ
100 मिटर पनि क्रस गरिन्छ यार हामी लगभग 15-20 मिनटमा यो बाफ्रे बल्ल यहाँ आइरहेको रहेछ तिमीहरू केटाहरू खै ठुलो ठुलो हालेको रहन्छौ यस्तो सानो कुलो हालेर अनि आज कोही पनि झरिन्छन् कि होइन हाम्रो उसमा गेम को सबै जाने हो र यार त्यो अनिस गएर अनि सब हुन्छ त बिहानी आएन खै कोही होला के हाम्रो ल खोलाको जर्नी चाहिँ इन्ड भयो केटाहरू ल के भन्छ भन त ल फाइनली आज यो गर्मीमा हामीले नुहाएर आइयो अरू के भन्न भन त के यस्तो फोटो सुट खिचाइयो भलक आउँछ एउटा टक्क युट्युबमा युट्युबको भलकलाई 1K पुग्न आछ 1K होला अरू 1K पुग्ने चाँडै पुग्यो तँलाई त तिमी ल्याउने बाइक छ के मेरो एउटा युट्युब आइछ हैन धेरै त छैन 2 मिलियन सब्स्क्राइबर छ नि कस्तो छ 2 मिलियन भन त कोही मान्छेसम्म के छ च्यानलको त्यो नाम रतन ओली छ रतन ओली एकजना ओलीको नाति रतन ओली ल ठिक छ यो कोही मान्छेसम्म पुगोस् कोही मान्छेसम्म स्योर पुगोस् स्योर पुग्नै पर्यो के फेरि पुग्नै पर्यो हाम्रो नातिसँग पुग्नु पर्छ ढुङ्गा खन्ने थाहा होला नि